के हो यो सब? को रोशन, तपाईको ज्वाइँ। कहिले बिहे गर्यौ र? 1 हप्ता भयो। 1 हप्ता अरे? अनि 1 हप्ता अगाडिसम्म त कलेज भर्ना हुनु पर्यो भनेर मसँग पैसा पठाउन भन्दै थिइस् त। भर्ना भइस् कि नै? नाम निस्क्या भए पो भर्ना हुनु। अनि मैले खोजेर पठाइदिएको पैसा के गरिस्? त्यही पैसाले बिहा गर्यौं। के रे? बिहे गर्नलाई मसँग जबरजस्ती पैसा खोजेर पठाउन नाटक गरिस्? अझ पढ्न पाइन भने मर्छु भनेर डर देखाइस्? तँलाई थाहा छ त्यति पैसा खोज्न मैले के सहनु पर्यो? कसको खुट्टा ढोग्नु पर्यो? कति अपमान सहनु पर्यो? खुरुक्क मेरो भागको अंश बेचेर पठाइदिनु भनेकै थिएँ। मैले कसैको अंशको भाग मास्न खोजेकी होइन, मैले आफ्नै अंशको भाग मासेकी हुँ। अब मलाई मेरो अंश छुटाएर दिनु, म त्यही बेचेर तपाईको पैसा तिर्छु। पागल भइस् त? मसँग अंश माग्न थालिस्? अझ अंश बेचेर पैसा तिर्छु रे? कति न अथाह सम्पत्ति भयो जस्तो। तँलाई थाहा छ हामीसँग भएको सबै सम्पत्ति बेच्दा कति पैसा आउँछ? फेरि यो गाउँघरको सम्पत्ति किन्न को आउँछ? कसले दिन्छ भन्दा भन्दै पैसा? यहाँ त सित्तैमा दिन्छु भन्दा पनि कमाएर खाने मान्छे पाइँदैन। कहाँको के बेचेर तिर्छस् त्यत्रो पैसा? यहाँ तेरो मेरो भन्ने केही पनि छैन। जति छ सबै बुवा आमाले छोडेर गएको नासो हो। तेरो लागि खर्च भए पनि मेरो लागि खर्च भए पनि एउटै कुरा हो। फेरि तँलाई तेरो मात्रै अंश होइन, तँलाई चाहिँदा सबै सकिए पनि मलाई केही गुनासो हुँदैन। मलाई अरूको केही चाहिँदैन। जे जति मेरो भागमा पर्छ हिसाब गरेर दिनु। पुगे त्यही बेचेर तिर्छु तपाईले खोजेको पैसा, नत्र कमाएर तिर्छु। तर यो गाउँमा बस्दिन। रोशन र म बजारमा बस्छौं। कहाँ हो उसको घर? कसरी चिन्जान भयो एकअर्कासँग? फेसबुकबाट चिनेको। 2 महिना भयो। घर काठमाडौँ हो। अनि तिम्रो घरमा सबैलाई थाहा होला नि? अहिलेसम्म भनेको छैन। अब 10 को दिन सुषमालाई लिएर जान्छु।